हेलो वेलकम गाइज के छ हालखबर आई होप तपाईँ सन्चै हुनुहुन्छ र म पनि सन्चै छु र आजको भ्लगमा चाहिँ मेरो आज बर्थडे हो र म चाहिँ 18 लागिसकेँ र 18 लागेको उनीहरूले गर्दा खुसी त भएको छैन र अहिले चाहिँ हामीहरू मेरो गर्लफ्रेन्ड र म मुन राइस आएको छु मुन राइस माथि हेर्न सक्नुहुन्छ र अब हामीहरू के खाने अब के बोल्छु मेरो बर्थडेमा Happy birthday to you. यही बोल्छ अब ल अब भेट्दा जाउँ है गाइस सो गाइस म चाहिँ यहाँ आइसकेको छु हामीले के मगायौँ एउटा आइसक्रिम होइन अनि पिज्जा आइसक्रिम पिज्जा अनि फ्राइड राइस मगाएको छौँ हामीले अब यो यहाँ मेन्यू छ मेन्यूमा चिकन फ्राइड राइस र आइसक्रिम भनिला आइसक्रिम अर्डर गरेको छु अब आएपछि तपाईँहरूले हेर्नुहोस् है गाइस अनि यसपछि चाहिँ म घर जान्छु ल हेर्न सक्नुहुन्छ मेरो आइसक्रिम आइसकेको छ एकदम राम्रो छ है गाइस मेरो फुफीको अनि माग त त्यही दिन के हालेर जग्गा बेच्न आएको थियो मागो त कुदै थियो मलाई कसले सुनायो सो हेलो गाइस के छ र हाम्रो खानाहरू चाहिँ आइसकेको छ हेर्न सक्नुहुन्छ अनि फ्राइड राइस र यहाँ चाहिँ ब्याकग्राउन्ड सङ धेरै आउँदैछ यहाँ हल्ला चल्दैछ त्यसैले मजुरन अब हामीहरू खाना लागेको ल गाइस आइसकेको छ रेडी खाना खान्छु भन्दैछ एकपल्ट खानु न त्यति अब दिउँसो फ्राइड राइस अनि चिकन पिज्जा चिकन फ्राइड राइस अनि आइसक्रिम वाटर मिठो फ्राइड राइस अनि चिकन फ्राइड राइस एकदम मिठो भयो हामीलाई अब यसको प्राइस चाहिँ 420 यसको प्राइस चाहिँ 200 सो गाइस हाम्रो चाहिँ भइसकेको छ र कोकोहरूले कमेन्ट गर्ला त्यहाँ मेरो भिडियोहरूमा केटाहरूलाई पार्टी खुवाउनलाई पैसा हुँदैन र यहाँ गर्लफ्रेन्डलाई चाहिँ पुरा खर्च यो चाहिँ मेरो गर्लफ्रेन्डले सबै चाहिँ दिइरहेको थियो मैले होइन मसँग 40 कौडी छैन है पैसा सबै उसले तिर्दिन्छ अरे मसँग चाहिँ 40 कौडी छैन है पैसा अब कोही कोही आएर कमेन्टमा भन्छन् ए गर्लफ्रेन्डले खुवाउनलाई पैसा छ साथीहरूको लागि छैन यस्तो कमेन्टहरू नभन्नु होला सब उठिदिन्छ नि ओइ हो कि भन्नुभयो नि गाइस कति दिन बाद खुवाउँदैछु मैले पाएको भन्दैछु अब चाहिँ पेमेन्ट गरेर निकाल्नु सो गाइस हाम्रो चाहिँ भइसक्यो अब खाना उसले चाहिँ पेमेन्ट गरिसक्यो ओइ अब केक किनिदिन्छ छैन केक अब केक किनिदिन्छ अरे अब यसपछि चाहिँ हामीहरू कहाँ जाने घर अथवा त्यहाँ केक काट्ने हामीहरू मेरो बर्थडेको केक ल केक लिन जाउँ है सो गाइस केक किन्न आइसकेको छ उता चाहिँ किन्दैछ केक सस्तै खाले लिएको किनकि धेरै खाना पनि सकिँदैनौँ
पिज्जा अरे केक र यसपछि अब घरतिर लागौँ है गाइस। अनि त्यहाँ बर्थडे सेलिब्रेट गरिने उसले गरिदिने अरे गर्लफ्रेन्ड यत्तिको चाहिँ गर्लफ्रेन्ड हुनु पऱ्यो है गाइस। अब यसपछि घरतिर भेटौँ है गाइस ल। सो गाइस म चाहिँ घर पुगिसकेको छु र मेरो लागि चाहिँ केक ल्याइदिएको रहेछ। एकदम खुसी लाग्यो मेरो गर्लफ्रेन्डले यत्रो गरिदिइरहेको रहेछ। अब यस्तो गर्लफ्रेन्ड चाहिँ भाग्य मानिले पाउला होला ल। अब मेरो बर्थडे सेलिब्रेट गरौँ है गाइस ल। आफूलाई पनि हिँडाउन Go. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday. Happy birthday to you. So guys खै मलाई एकदम मिल्छ त्यो चाहिँ। सो गाइस अहिले चाहिँ हामीहरू दिदीहरू एकछिन बाहिर जानुभएछ आउनुहुन्छ अहिले। अहिले चाहिँ म दुईजना मात्र सेलिब्रेट गर्दैछौँ बर्थडे। अब Birthday to you. Happy birthday. मेरो केक ह्याप्पी बर्थडे रूपचान। अनि थ्याङ्क यू सो मच मेरो गर्लफ्रेन्डलाई उति गरिदिएकोमा। हाँस्दैछु मैले भने यसपालि बर्थडे गिफ्ट चाहिँदैन यत्रो गरिदियो मैले त्यही दिन खाएको छ। सो गाइस अझै अब केक खाँदैछु। यसपछि भ्लग म एन्ड गर्न चाहन्छु। अनि थ्याङ्क यू सो मच फर वाचिङ र थ्याङ्क यू सो मच फर वाचिङ। तपाईँहरूले यत्रो भिडियो हेरिदिनु भएकोमा र होस् मेरो। Thank you so much guys. Like and subscribe. Comment गर्न नबिर्सिनु होला। Bye bye. बाई गाइस थ्याङ्क यू सो मच फर वाचिङ एन्ड अब अर्को भ्लगमा भेटौँ है गाइस ल बाई बाई टाटा।